उयो लाउँदै है छाप लाउँदै यो रानी सिंह के भन्छ नि त यसलाई अलिअलि गर्दै बनाउनु पर्यो भनेर सोचिरहेको हाँ पानी बनाउन त कोही जाँदैन अहिले अस्ति पानी किनिहाल्यो यस्तै घर छ अन्त अर्को जानु उपस्थित हुनुभएका वर्ग साथै समाजका सम्पूर्ण बन्धुबान्धव लगायत घरका शोषित परिवार किनभने तपाईँको दासहरूले त्यो सेवा पाइराखेको छ यति तपाईँको दासहरूको अगाडि यति तपाईँका लोकहरूको अगाडि उसले तपाईँको सेवा पाउँदै गर्दा प्रभु हामी सबैजना अति आनन्दित छौँ अनि गर्व गर्छौँ तपाईँको छोराले जुन काम गरेर गएको साथमा त्यस अनुसार धरतीमा पनि उसले पाएको यो सेवा हो तपाईँलाई धन्यवाद अब हे प्रभु सम्पूर्ण सेवक हुन्छ पाठुवालाई धन्यवाद टक्राउँदै म एउटा बाइबलको खण्ड अनि विगत समयमा उहाँलाई 5 तारिक उहाँलाई अलिकति बिसन्चो भयो अनि उहाँलाई हृदयघात भनिन्छ एउटा हार्ट स्ट्रोक भयो उहाँलाई अनि त्यसपछि उहाँलाई सिलगढी हस्पिटलमा लगियो अनि बादमा गएर अनि एउटा फेसिलिटी भयो उहाँलाई घरमा नै एउटा हस्पिटल जस्तो गर्न राख्न सकिन्छ भनेर उहाँले यहाँनिर घरमा नै राखियो रेखदेखमा यहाँ टेक्निसियनको रेखदेखमा राखियो अनि साथै हिजो 7 तारिक उहाँ यो हाम्रो सम्पूर्ण वरिपरिका आफन्तलाई गाउँ समाजलाई आफ्नो पत्नीलाई आफ्नो छोराहरूलाई आफ्नो मण्डलीलाई आफ्नो सेवकाईको क्षेत्रलाई आफ्नो सम्पूर्ण सिलोआमलाई छोडेर आज उहाँ स्वर्गीय घरमा उहाँ फर्केर जानुभएको छ अनि यो हामी सबैको लागि उहाँको मृत्यु एउटा हाम्रो लागि एउटा चुनौती पनि छ हाम्रो लागि अनि उहाँले एउटा प्लानिङहरू गरिराख्नु भएको थियो मसँग पनि उहाँले बात गर्नुहुन्थ्यो अब म सिक्किम पस्छु प्रभुको राज्यको लागि अब म सिक्किम जान्छु भनेर उहाँले भन्नुभएको थियो अघि पास्टर बुवाले कुरा गर्दै हुनुहुन्थ्यो त्यो चाहिँ उहाँको पुरा हुन सकेन तर यो हाम्रो लागि एउटा ठुलो चुनौती के छ भने हामीले उहाँले बोक्नुभएको जुन चाहिँ भिजन छ दर्शन छ त्यो तपाईँ र मैले पुरा गर्नुपर्छ भने हामीलाई एउटा यो चुनौती पनि उहाँले छोडेर जानुभएको छ अनि मसँग यति नै थियो अनि म यसरी विश्वास गर्छु उहाँले जति आफन्तहरूलाई आफ्नो पत्नीलाई छोराछोरीलाई जतिलाई पनि यहाँबाट छोडेर जानुभएको छ आज उहाँले एउटा ठुलो चुनौती हाम्रो लागि एउटा
सेटअप गरेर उहाँले एउटा छोडेर जानुभएको छ। हामी कसरी ख्रीष्टको राज्यको लागि कसरी चाहिँ हामी खट्न सक्छौँ, परमेश्वरको राज्य निर्माणको लागि कसरी काम गर्न सक्छौँ भने उहाँले हाम्रो लागि ठुलो एउटा चुनौती छोडेर आज हामीलाई छोडेर उहाँ स्वर्गमा आफ्नो घर फर्केर जानुभएको छ। यस मसँग यही छोटो छ। हामी आशा गरौँ, हामी प्रार्थना गरौँ हृदयमा, अनि उहाँलाई हामी एक दिन भेट्ने नै छौँ। अनि परिवारसँग हो हामीलाई हाम्रो पार्थिव डेरा हामीसँग छुटेर जाँदा हाम्रो मृत्यु भएर जाँदाखेरि हामीलाई दुःख लाग्छ, तर हामीसँग एउटा ठुलो हृदयमा विश्वास के छ भने एक दिन बादल पारीको घरमा हामी उहाँलाई देख्ने नै छौँ, एक दिन हामी उहाँलाई भेट्ने नै छौँ। अनि त्यो महिमित त्यो संसारमा त्यो जो चाहिँ परमेश्वरले हाम्रो लागि राखिदिनु भएको छ त्यो ठाउँमा उहाँलाई अवश्य अनि निश्चय नै भेट्नेछौँ। हुन्छ, जय मसीह, धन्यवाद। स्वर्गीय घरमा अनन्ततामा फर्केर जानुभएको छ अनि उहाँको यो यात्रालाई सफलीभूत तुल्याउन अनि उहाँको यो अन्तिम यात्रालाई सम्माननीय बनाउनको निम्ति तपाईँहरू जतिजना यहाँनिर आज उपस्थित हुनुहुन्छ, मण्डलीका धर्मगुरुहरू अनि इष्टमित्रहरू, विश्वासी जनहरू, समाजका सम्पूर्ण प्रियहरू आज यस ठाउँमा उपस्थित हुनुहुन्छ। यहाँहरू सबैजनालाई यति बेला म अभिवादन टक्र्याउँदै केही क्षण तपाईँहरूको बिचमा परमेश्वरको जिउँदो वचन जो चाहिँ सत्य वचन हो, बाइबलबाट केही कुराहरू तपाईँहरूको अगाडि राख्न गइराखेको छु। मैले तपाईँहरूको बिचमा राख्न गइराखेको बाइबल सत्य हो अनि बाइबलमा लेखिएको सबै कुराहरू पुरा हुन्छ अनि यो एउटा पनि गलत हुँदैन भनिकन बाइबलभित्र लेखिएको छ। अनि त्यो सत्य वचनबाट म तपाईँहरूसँग केही कुराहरू गर्न लागिराखेको छु। प्रिय तपाईँले मैले आज संसारमा भइराखेको जति पनि घटनाहरू तपाईँले मैले देख्छौँ, यो सबै घटनाहरू चाहिँ अघिबाटै बाइबलमा लेखिएको हो अनि बाइबलले बताउँदछ कि सबै घटनाहरू चाहिँ एकपछि अर्को गर्दै पुरा हुँदै जान्छ भनिकन बाइबलमा लेखिएको छ। अनि त्यही कुराहरू आज तपाईँले मैले भइराखेका देखेका छौँ। यसको मतलब यो होइन कि बाइबल लेख्नुहुने परमप्रभु परमेश्वरले यो सबै घटनाहरू गर्नुहुन्छ, होइन, तर पृथ्वीमा मानिसले के घटनाहरू चाहिँ के कुराहरू चाहिँ गर्दै जान्छन् भन्ने कुरा मानिसहरूले पृथ्वीमा के गर्दै जान्छन् भन्ने कुराहरू चाहिँ यहाँनिर लेखिएको। अनि एकपछि अर्को सबै कुराहरू एक बिन्दु पनि फेर नखाइकन पुरा भएको तपाईँले मैले देखिराखेको छौँ। अनि यो सत्य वचन म तपाईँहरूको बिचमा केही कुराहरू राख्न गइराखेको छु। अनि अघि हाम्रो सञ्चालक महोदयले भनेअनुसार म तपाईँहरूको बिचमा 10 देखि